र सत्य हो आज म त कहाँ गएको जस्तो हुन्छ पानी पनि पर्दैछ है लगेर नजाउँ भनेर मैले सोचेको थिएँ है नजानु पऱ्यो आज चाहिँ है पानी पर्दैछ निकै भने त पानी चाहिँ रह्यो नि त नजाउँ न भनेको हौ घर चाहिँ पानी के गर्ने त्यो हुन्छ नि गर के भन्छ अब जानु पऱ्यो घरमा चाहिँ के गर्नु अब बाई बेटी बाई गर आज चाहिँ हिँडेर जाँदैछु है किनभने स्कुटी भाइले जानुभयो त आज म अब 3 किलोमिटर टाढो चाहिँ हिँडेर जानेछु म है 3 किलोमिटर हिँडेर जानेछु म 3 किलोमिटर ल है ड्रेस पनि हेर्नुहोस् है सादा पनि त्यही कलर ड्रेस पनि त्यही कलर छ त्यस्तो पर्दैछ है ल अल्छी पनि लाग्दै जानु पर्ने है के हो भने अब जानु पऱ्यो घर बस्नु हुँदैन है हुन्छ साथीहरू के खोला हुन्छ जस्तो छ यो त बनिँदैन पनि खै बनाउँदैन पनि यस्तो छोडिरहेको छ है यो त हिँड्नुपर्छ म 3 किलोमिटर हिँड्नुपर्छ अब यहाँबाट है पानी परेको छ यस्तो र आज दिन पनि है पानीले परेको छ है म जाँदैछु साथीहरू है के हो बोजू कहिले आउनुभयो ठिकै हुनुहुन्छ अन्त कहाँ जानु हो कहाँ जानुभएको अन्त छाता साटौँ तल ठुलो रहेछ को भाउजू काममा कोठी हो त्यो बिचमा साइडको कहाँ दुध कहाँ जानु हो दुध त लगाएको त ए हुन्छ ल बडी बाबा के छ ए त्यो म त्यहाँ अहिले है 5 नम्बर हिट्टी आइपुगेँ हेर्नुहोस् है हिट्टी त रहेछ है हिट्टी त यहाँ छ है र म जानुपर्ने त यता स्कुटी भयो त यता जाने हो तर म चाहिँ अब उकालो जाँदैछु यो उकालो जाँदैछु है किनभने चाहिँ अब यता है मेरो जाने बाटो चाहिँ स्कुटी भएर यता जान्छ म त्यही चोर बाटो किनभने चाहिँ आज हिँडेमै परेछु नि त त्यही कारणले आज पानी पनि परिरहेको छ पानी पनि यसो यहाँ बाटो पनि यस्तो अप्ठ्यारो छ हो त्यही हो त यस अवस्था त्यस्तो छ यस्तो भएर त हिँड्नुपर्छ आउनु त्यही केटाहरू 2 भाइ केटाहरू यस्तो गरेर हिँड्नेको है बिचराहरू है बाटो यस्तो छैन है इस बाटो त्यस्तो छ त्यस्तै यो तपाईँको गोरन जाने बाटो हो है पहिलाको यो गोरन जाने बाटो हो उनीहरू हेर्नुहोस् कसलाई चढेको उनी त सुङ्गुको लागि यहाँ छ पहिलाको बाटो त यो हो यसो गाइसक्यो नि उनी छ फर्स्ट हामी गोली खेल्नु जाँदा त यता जान्थ्यौँ बाटो त्यस्तो छ हेर्नुहोस् त यो तपाईँको त्यो मेन बाटो हो हेर्नुहोस् है रोड हो यो चाहिँ है यो तपाईँको इन्दिरा स्कुल हो यो चाहिँ है ग्राउन्ड स्कुल इन्दिरा स्कुल हो यो चाहिँ है देख्नु तपाईँले स्कुल तपाईँ धारा यो त्यसलाई त है ट्याङ्की हेर्नुहोस् है यहाँ एकदम शुद्ध पानी पाउँछ है यहाँ आइपुग्यो म जाँदै नै छु है ल अब आइपुग्न आँट्यो है त्यसो छ र मात्र है र म सुविस्ता छ र है र म जाँदैछु तपाईँहरू देखेको नै छु है माथि आज पानी आज घामले साथ देख्छन् है दिनले ल पानी पर्दैछ सही छु है अब एक तल खान्छु मात्रै सर कहाँ पुऱ्याउनु हजुर कहाँ पुऱ्याउनु ए हुन्छ हजुर आएन सर आज यो उकालो जानुपर्छ हो साथीहरू आइपुग्नु आँट्यो है जहाँ पनि बाटोको अवस्था यस्तो चिप्लो छ होइन न कसरी हिँड्छ र यस्तोमा है म त यता राख्छु है स्कुटी आउँदा त यताबाट सानो भइसकेको छ है आज म जाँदैछु लगभग अब पुग्न सकेँ म है त्यो सिँढी साडी उकालो है त्यहाँ नजिकै हो त्यो घरको कसको जस्तो तपाईँलाई भनिदिइहालेँ मैले है अलिकति मात्रै उत्तामा छ
यस ल म त आइपुगेँ साथीहरू है ल म त आइपुगेँ यता चाहिँ यति लगाइसकेको छु है ल म चाहिँ आइपुगेँ यसो तपाईँ भइसकेपछि यहाँ त अब काम चालु गर्नुपर्छ है पाइसकेपछि कहिले चाहिँ त्यो म त्यो ग्राउन्ड छ आइपुगेर घर फर्किँदैछु है ग्राउन्ड आइपुग्नु आँट्यो है त्यो केटाहरू आएन है म त एक्लै छु अहिले ल हिँडेर छु है स्कुटी त भाइले लगेर त कोही हिँड्नुपर्छ है ल शरीरको लागि राम्रो हो तर अल्छी पनि लाग्छ है किनभने चाहिँ स्कुटीमा हिँड्ने बानी भएर चाहिँ अलिकति भाइ चाहिँ गोली खेल्दैछ है देख्नुहोस् यो होइन खै स्कुटी कसको त्यो होइन म जान्छु अहिले बेलुका आउँछ ल साथीहरू म त 1 नम्बरमा आइपुगेर आज एक्लै छु है दिन पनि एकदम अहिले धुम्बा लागिरहेको छ है अनि चाहिँ कहाँ गएको कहाँ दिन पानी उयो माथि पानी म त आइपुगेँ घरमा है के दिनु सानो ठुलो यो के खाना छ के खाने आँटाको के खाने तिमी चाहिँ के खाने के खाने के खाएको 5 रुपियाँ त हो 5 रुपियाँ यहाँ 3 रुपियाँ चाहियो ल बहिनी 2 रुपियाँ थपिदिन्छ होला नि त ककुले अन्त लु ले